ओके सो गाइज दुईटा ब्लग हाले च्यानलमा इन्टरटेनिङ एउटा ब्लग हालेँ मैले म्याथको एक्जाम दिँदैछु के अरे म्याथको मैले होमवर्क गर्दैछु भनेर होमवर्क भ्याकेसन होमवर्क सो त्यति बेला थियो हाम्रो भ्याकेसन होमवर्क अहिले चलिरहेको छ हाम्रो एक्जाम इन्फर्म गर्न पनि पाएको छैन गाइज किनकि एक्जाम भोलिमा यस्तो थियो है झ्यापै सुरु तयार गर्न त्यति साह्रो टाइम पनि थिएन मसँग सो च्याप्टर पनि धेरैको भ्याइएको थिएन अनि च्याप्टर सब कम्प्लिट गर्दा गर्दै अनि पढ्न नि पर्यो नि त सो अनि त्यही भएर एक्जामले गर्दा चाहिँ मैले त्यसपछि भिडियो हाल्न पाइनँ त्यो नि भिडियो नहाल्ने सोचेँ तर हेरेको होइन त्यसको भोलि फाइनल थियो वर्ल्ड कपकै त्यही दिन थियो वर्ल्ड कप क्या है त्यसको भोलिपटक थियो क्या वर्ल्ड कप फाइनल समथिङ लाइक द्याट अनि सोचेँ कि भनौँ अनि त्यसपछि एउटा इन्फर्मेसन थियो जो कि एडिटिङमा केही मिस्टेक भएर अपलोडमा गइरहन्छ सो अनि तपाईँहरूले नि मेरो युट्युबमा नि त्यति साह्रो सोचेको जस्तो जर्नी भएको छैन क्विट गर्दिनँ ढुक्क हुनुहोस् क्विट गर्दिनँ म तर सुरु गर्छु तर अहिले मैले यो भ्लग चाहिँ किन बनाएको भन्दाखेरि मैले धेरै भ्लग नबनाएको एक्जामले गर्दा हो दुईटाको एक्जाम दिइसकेको छु आज हो आइतबार अनि हाम्रो एक्जाम सुरु भएको थियो थर्सडे सुरुको हाम्रो साइन्सको थियो तयारी गरेर दिए ठिकै भयो रिजल्टको पनि भ्लग बनाउँलाई अनि साइन्सको पछि हामीले दियौँ सामाजिकको त पनि मेरो ठिकै भयो गेस वाट अब हाम्रो भोलि के हो स्याटरडे सन्डे छुट्टी भयो भोलि हो म्याथको एक्जाम मैले राम्रोसँग तयारी पनि गरेको छैन म्याथको लागि त यस्तो डर छ नि त्यही भएर नि हो गाइज खासै भिडियो नआएको सो अब एक्जाम भ्याइनमा अब हाम्रो फ्राइडेमा एक्जाम भ्याइन्छ त्यही पनि म कोसिस गर्छु एक्जाममा भ्लग बनाउने यसो बिहान उठेर यसो भन्ने त्यसरी त्यति लामो नभए पनि भ्लग चाहिँ बनाउनु कोसिस गर्छु सो त्यही हो इन्फर्मेसन सो त्यही हो अब तपाईँहरूले अब सपोर्ट चाहिँ गरिदिनु पऱ्यो सपोर्ट गरिदिनुहोस् एकदमै होइन त्यही म एक्जामको बेला पनि ल्याउने कोसिस गर्छु सुरुमा भनेको थिएँ नि गाइज होइन ल्याउँछु भनेर त्यसपछि नि एउटा जर्सीको भिडियो बनाएको थियो एकदम इन्गेजिङ थियो तपाईँले पनि मन पराउनु भयो होला मन नपरेको पनि हेरिदिनुहोस् होला है अनि त्यही हो अब यो इन्फर्मेसन हो नेपाली भ्लगरहरूको चाहिँ एकदम छैन कि कमी छ नेपाली अडियन्स छन् तर अडियन्सलाई इन्गेज गर्ने मान्छे छैन सो म त्यस्तो बन्न चाहन्थेँ इन्डियन सौरभ जोशी जस्तै नेपाली सौरभ जोशी सपोर्ट छैन सपोर्ट गरिदिनु होला है त